सुर्खेतमा आफ्नै प्रेमीले 3 जनासँग मिलेर प्रेमिकाको बलात्कारपछि हत्या, पार्कमा बेहोस अवस्थामा छोडेर फरार। दर्शकबिन नमस्कार, स्वागत छ आजको नयाँ भिडियोमा। गुरबाकोट नगरपालिका 6 बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी इनिसा बिक बिहान घरबाट ट्युसन पढ्न जान्छु भन्दै निस्किएकी थिइन्। त्यसैको मौका छोपी इनिसाको आफ्नै प्रेमीले 3 जनासँग मिलेर इनिसाको बलात्कारपछि हत्या गरेका छन्। अनि इनिसा ट्युसन पढ्न गएको पनि धेरै समय भइसकेकोले घर नफर्केपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ थियो। केही बेरपछि आमालाई अज्ञात नम्बरबाट फोन आयो। तपाईकी छोरी सुर्खेतको शहीद पार्कमा बेहोस अवस्थामा छिन्। आमा तत्काल घटनास्थल पुग्दा इनिसा बेहोस अवस्थामा र शरीरभरि रगत लागेको अवस्थामा भेटिएकी थिइन्। आमा समेत बेहोस भएपछि प्रहरीले घटनास्थलबाट उनलाई कालागाउँ स्थित प्रदेश अस्पताल सुर्खेत पुर्याएको थियो। अस्पतालमा चिकित्सकले इनिसालाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको छ र अनुसन्धानका क्रममा 1 जनालाई नियन्त्रणमा लिएको बुझिएको छ। मृतक इनिसाका आफन्तहरूले निर्मला पन्त हत्याकाण्ड जस्तै दोषी उम्किन नदिन माग गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिनुपर्ने बताएका छन्।